नमस्ते फेफुलो साथीहरू, वेलकम छ है तपाईहरुलाई मेरो भ्लगमा। र आज चाहिँ हामी जाँदैछौँ है। कहाँ जाँदैछौँ भन्दा चाहिँ अहिले भन्छु एकछिन बादमा है। तपाईहरु मेरो भिडियो हेर्दै गर्नुहोस्। र हामी चाहिँ जाँदैछौँ मेरो हस्बेन्ड र मेरो छोरा। यता हेर्नुहोस् नानी, सेरु आयो। हेलो चारटा हाल न हेलो हेलो यो बाटो चाहिँ कहिले बनिन्छ है आप्पा? बनिँदैछ हेर न। होइन बाटो हेर न कहिले बनिन्छ। यो बाटो आउनु पर्यो भने चाहिँ मास्कहरू लगाएर आउनुपर्छ है साथी हो। आपा सधैँ यो बाटो जान्छ भाइ स्कुल। तिमीलाई स्कुल पुऱ्याउँछ नि आपाले, अन्त आपा यता पाउँछ त। हाम्रो यो दुधको यो नयाँ ब्रिज बनिँदैछ है। ब्रिज चाहिँ दामी बनाउँदो रहेछ, बनाउँदा चाहिँ दामी हुँदो रहेछ है। वन्डरफुल यो चाहिँ सिंहमारी क्रस गरिसकेपछि चाहिँ यहाँ एग्री टर्निङ है। क्रस गरेपछि चाहिँ यहाँ आउँछ अब दामी वेदर भइरहेको छ हेर्नु न। एकदम माथि पनि गरम छ है। हामी चाहिँ हो जाने सिधा है, सिधा जाने हो हामी चाहिँ। एकदम कोही बेला चाहिँ तपाईँको मिल्नुपर्छ यता चाहिँ जाने हो हामी मन्जु पार्क। बाटो बनाएछ है। यहाँ चाहिँ हामी ओह्रालो है, ठुलो दामी देखिन्छ है। पार्कको त हालत खराब भएछ है। यहाँ हेर्नुहोस् त कस्तो माया लाग्दो भएछ। यी छैन हेर्नुहोस् त बाङ्गो कोम छैन रहेछ है। यहाँ रोक न एकछिन। यहाँनिर चाहिँ एउटा कच्ची बाटो रहेछ है। यहाँबाट चाहिँ हामी अब जाँदैछौँ। हामी चाहिँ यहाँ आइपुग्यौँ। खासमा हामी चाहिँ यहाँ आएको गरम छ। छोरा चाहिँ एकदम एक्साइटेड छ। स्विमिङ गर्ने होइन? यहाँनिर चाहिँ हस्बेन्ड स्विमिङ गर्ने म पछि खान्छ। राम्रो छ है, भ्यू पनि एकदम दामी देख्दो रहेछ यहाँबाट। हजुर यहाँ न हेलो भनेको है। आफालुम हेर न यहाँ सेरप सेरप गुड गुड अब चाहिँ हामी आइपुग्यौँ यहाँनिर
मन्जु पार्कको हालत चाहिँ माया लाग्दो भएको छ है है यहाँ हेर न मेरो छोरा चाहिँ फेरि यहाँ बलुवामा खेलेर हो बोक न तिमी हो यहाँ माया लाग्दो भएको छ है मन्जु पार्क चाहिँ हेर्नुहोस् न यी एक समयमा चाहिँ यो यस्तो दामी थियो हो तर अहिले चाहिँ एकदम बिस्याहार भएको छ है हेर्नुहोस् न यस्तो भएछ हालत यहाँको कस्तो राम्रो थियो एक समयमा हाई गाइस आयो आज चाहिँ बहिनीहरूलाई पनि लिएर आएको छौँ हामी है डुल्नु यहाँनिर यस्तो माया लाग्दो भएको छ भने नि यहाँको हालत पहिला यहाँनिर यस्तो दामी स्विमिङ पुल क्या बहिनी औ यहाँ चाहिँ यस्तो दामी नेचुरल वाटर हुन्थ्यो होइन यहाँनिर अब मतलब स्विमिङ पुल जस्तो मान्छेहरू यहाँ नआउँथ्यो पनि हेर अहिलेको हालत हेर नि यहाँ कन्डिसन हेर न यहाँ सुभाष घिसिङलाई यहीँ जलाएको है मेरो छोरा चाहिँ म पुगिसक्यो यस्तो भएछ अहिले केही छैन यहाँ फाउन्टेनहरू हेर न केही छैन हो त यहाँ चाहिँ सुभाष घिसिङको समाधि छ हो यहाँनिर यस्तै भनेको मैले यस लु हामी चाहिँ घुम्दै चाहिँ हामी चाहिँ ढोलकपुरमा आइपुगेछौँ है औ बहिनी हामी घुम्दै त ढोलकपुरमा आइपुगेछौँ यहाँ आइयो यहाँ चाहिँ सानोबाट चिल्ड्रेन पार्क छ है यहाँ चाहिँ नानी खेल्दैछ कता गइसेर ल हामी चाहिँ खानासाना खाएर पनि अब चाहिँ टन्न भएर चाहिँ अब चाहिँ हामी चाहिँ फर्केको है नानीहरू मेरो छोरा यहाँ फाउन्टेन उयो गर्ने अरे यहाँनिर सुभाषचन्द्र बोस पो अरे सुभाष घिसिङ मार्छ हेलो गाइज मा चाहिँ मेरो छोरा चाहिँ हात्तीमाथि चढ्ने अरे भनेर हात्ती चढ्नु गइरहेको छ आयो लु आज हो यता हेर्नुहोस् त छोरा यता हेर्नुहोस् न मेरो छोरा चाहिँ रिसले बुम भइरहेको छ ब्याग भिरेर है जाँदैछु है हेर्नु होला है कस्तो राम्रो देखिरहेको छ तर के गर्नु पहिला त एकदम राम्रोसँगले यहाँ मेन्टेन गरेको थियो हो अहिले त छैन सबै उडेर गइछ अब चाहिँ हामी घरतर्फ लागेको साथी हो है हामी चाहिँ यहाँनिर एकदम के अरे त्यो मन्जु फाटकको यो फेमस समोसा है 12.5 रुपियाँ गोटा अरे यो समोसा हेर्नु न यहाँ चाहिँ बहिनीले खाँदैछ हो यहाँ चाहिँ मेरो बहिनी छ अब हामी चाहिँ समोसा खाएको अचार खाएँ टिम्बुरको अचार रहेछ खाइला भन्यौ यही खान्छ हुन्छ म चाहिँ हस्बेन्ड छ यहाँ कोसँग अरे हस्बेन्ड छ यहाँनिर भनेको कोसँग भन्छ ल कहाँ छ यस्तो दामी वेदर यस्तो दामी भ्यू होइन प्यारापेटमा बसेर चाहिँ यहाँनिर सिङ्गडा मन्जु फाटाको के कुन त त्यही छ मन्जु फाटाको फेमस सिङ्गडा 12.5 रुपियाँको सिङ्गडा आलु पुरा छ आलुको पैसा लिएको